हेलो गाइसहरु तपाईहरु कस्तो हुनुहुन्छ आशा गर्छु गाइसहरु तपाईहरु ठीक हुनुहुन्छ। मैले आज एउटा कस्तो दुखाको खबर ल्याइसके माने यस्तो दुखाको खबर ल्याए भन्दाखेरि आमा पनि यहाँ रुइराख्नु भएको छ आमा पनि छोरा के भरे छोरा गायब भयो हैन हरायो छोरा हराको 2 वर्ष भयो छोरा हराको गाइस 2 वर्ष भयो छोरा हराको नाम राजीव पोखरेल हो। म यहाँ फोटो पनि दिने छु सेतो दाग छ राजीव पोखरेल हो ना दुबी निक्लेको छ गाइस यो सिरियस बात हो तपाईलाई मजाक नसोच्नुस्। म यहाँ फोटो पनि दिन्छु त्यो केटोको नाम हो राजीव पोखरेल त म यहाँ फोटो पनि दिने छु। यहाँ हेर्नुस् आमा रुइरा कस्तो भएको थियो गाइस। पहिला त फेसबुकहरु थिएन गाइसहरु फेसबुक थिएन हैन अब अहिले त फेसबुक छ नि त तपाईहरु प्लिज यो भिडियोलाई लाइक नगरौँ प्लिज एउटा शेयर प्लिज यो दादालाई हामी जसरी पनि भेट्नुपर्छ बिचारा बुढी उहाँ दिल्ली बस्छे दिल्लीमा बुढी रुइरहेछ। अगर यो भिडियो राजीव दादाले नि हेरेको भए पनि घर आउनु हैन के भन्न चाहनुहुन्छ राजीव दादाले यो राजीव दादाले नि भिडियो हेरेको भन्ने के भन्नुहुन्छ तपाईँ घरमा आओस् गफ मारोस् आमाले यहाँ मलाई रुई भन्दैछ बिचारा बाबु खोज्दियो तिमी अलिक फेसबुक चलाउँछ भन गाइसहरु तपाईले प्लिज खोज्नमा अगर यो भिडियो एउटा लाइक नगरौँ प्लिज एउटा शेयर गरिदिनुस् गाइस। तपाईले कसैको न त एउटा मन छ नि त गाइसहरु हैन आमा यतिको रुइरहेछ प्लिज गाइसहरु तपाईले यो भिडियो जति साको त्यति शेयर गरिदिनुस्। राजीव पोखरेलसम्म पुगे पनि राम्रो हो गाइस। म यहाँ फोटो एउटा र मेरो नम्बर दिनेछु अगर तपाईले यो केटोलाई जहाँ पनि देख्नुहुन्छ मलाई फोन गर्नुस् प्लिज यति हेल्प गर्नुस् भन्दै म यो भिडियो यहाँ एन्ड गर्छु। बाइ बाइ गाइस।